वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म चाहिँ अहिले खाना बनाइरहेको छु। अब आज फेरि बाहिर पनि स्नो परेर छ फेरि होइन। हिजोसम्म राम्रो वेदर देखाइरहेको थियो होइन। भात चाहिँ यहाँ पाक्दैछ मेरो। हिजो चाहिँ राम्रो वेदर देखाइरहेको थियो, आज फेरि स्नो परिरहेको छ, पुरा ब्लिजर आइरहेको छ क्या होइन। अनि म चाहिँ यहाँ तरकारी बनाइरहेको छु। तरकारीमा चाहिँ आज मैले यो काउली थियो, काउली चाहिँ यस्तो मैले ल्याएर फ्रेस काउली ल्याएर अनि काटेर होइन फ्रोजनमा राखेको थिएँ। फ्रोजन बनाएर अनि त्यो फ्रोजनमा लगाएपछि डुसी लाग्दैन नि त, यतिकै राख्यो भने फेरि तल डुसी लागिरहेको हुन्छ क्या। अनि यतिकै ल्याएर काटेर अनि फ्रोजनमा राखेर मैले यसरी फ्रोजनमा यसरी जम्मा गरेर राखेको हुन्छु होइन। त्यही हो, त्यो चाहिँ निकालेर अनि एकछिन तातो पानीमा हालेँ अनि पगालेर अनि त्यही बनाइरहेको छु। यो चाहिँ अब स्टिम पनि ल्याउनु सकिँदैन, स्टिम चाहिँ फ्रोजनमै हुन्छ। अनि स्टिमहरू चाहिँ पहिले त्यही खाइरहेको हुन्थेँ मैले। यो यहाँ पनि छ स्टिम यस्तोवाला होइन। यो चाहिँ मैले खाइरहेको हुन्थेँ। मिलाउनुभन्दा त बरु फ्रेसै ल्याएर होइन फ्रोजनमा हालेर राखेर बनाउँछु भनेर ट्राई गरेको। ठिकै नै हुन्छ, त्यो एउटै जस्तै हुन्छ, तर त्यो चाहिँ पहिले पाकिसकेको हुन्छ स्टिमवाला चाहिँ। यो चाहिँ अब पकाउनुपर्छ, काँचै हुन्छ। म चाहिँ अब यो बनाउँदैछु। यो चाहिँ दाल बनाएर राखिसकेँ। अब खाना बन्दैछ मेरो पनि। बोतलवाला पानी खान थालिसकेपछि त है यो बोतल जम्मा हुने क्या, यो फाल्नै जाऊ क्या। यो मैले यस्तो यो बोतलबाट ल्याएर खाइरहेको हुन्छु नि त। अनि अर्को चाहिँ अब घरमै प्युरिफाई गरेर पनि खान सकिन्छ, तर मैले चाहिँ बोतलबाट नै लिएर खाइरहेको हुन्छु होइन। तर यो चाहिँ फेरि फाल्नेकै तनावकै, यो बोतल मात्र जम्मा हुन्छ क्या। अनि यो फेरि जताततै हुन्छ, आधी खायो अनि फेरि त्यति रहन्छ अनि एउटा साइडमा राख्छु मैले फेरि। अनि फेरि अर्को पनि खोल्यो, फेरि त्यति खायो, फेरि एउटा साइडमा राख्यो। बोतल जम्मै जम्मा हुने क्या यसको प्रब्लम चाहिँ। घरमा प्युरिफाई गरेर खाने पनि हुन्छ, तर त्यो प्युरिफायर मसँग पनि छ, यहाँ मसँग कता पनि थियो क्या यार। यो हुन्छ नि प्युरिफायर, योबाट पनि खाइन्छ होइन, खान सकिन्छ। तर मैले खासै युज गर्नु मन लाग्दैन क्या। फेरि यो टाइममा चेन्ज गरेर राख्नुपर्छ। अनि प्युरिफायर पनि महँगो नै पर्छ, किन्नुपर्छ। अनि $17-18 पर्छ। त्यसमा त अनि एउटा ग्यास पानी आइहाल्छ $6 होइन। अनि त्यही अनुसारले चाहिँ म त्यही बोतलको ल्याएर खाइरहेको हुन्छु। र म चाहिँ अहिले है गाइस, अब मेरो चाहिँ टी टाइम भइरहेको छ। यस, अहिले चाहिँ बेलुकाको 4 बज्यो। म चाहिँ अब चिया क्रुसिन खाँदैछु। यही हो मेरो अब खाजा भनौँ होइन। दिउँसो है खाना खाएँ, अब खाजा नै यही हो मेरो टी टाइम भनेको। अब एउटा क्रुसन अघि लिएर आएको थिएँ, सकिएको थियो। अनि चियापत्ती पनि सकिएको थियो, चियापत्ती पनि लिएर आएँ नि स्टोरबाट। अब त्यहाँबाट चाहिँ मैले त्यो चामलको बोरा अब ल्याउनै पर्छ जसरी पनि होइन, महँगो भए पनि त्यो एउटा चामलको बोरा अनि यताउति मसला लिएर आएँ। त्यही हो, चामलको बोरा चाहिँ अलिकति महँगो नै छ, किनभने त्यो $55 हो क्या। त्यो 18 केजीको छ होइन। नेपालीमा कन्भर्ट गऱ्यो भने त कति 6-7 पर्छ क्या त्यो एउटा 18 केजीको चामललाई। अब महँगो छ, किनकि खानु त पऱ्यो, महँगो भए पनि ल्याएर अब ल्याएँ होइन। अब त्यही हो, म चाहिँ अहिले चाहिँ चिया खाइरहेको छु। म चाहिँ अब चिया र यो क्रुसेन्ट इन्जोय गर्दैछु। हेरेर वही चारो कस्तो छ, त्यति बाहिर पनि कति चारो छ हेर। आज त यस्तो क्लियर थियो, आज अहिले त खासै टेम्परेचर त त्यो डाउन छैन, -7 डिग्री छ। त्यही पनि कस्तो जाडो फिल भइरहेको छ, टिटाइरहेको छ यार। जाडो चाहिँ लास्टै जाडो भएको छ। टोपी लगाएर चाहिँ नाकमा चिसो छोइरहेको छ। अब फेरि जाडो, हिजो 2 दिन राम्रो भयो होइन वेदर, फेरि त्यस्तो भयो। टेम्परेचर एक्कासी घट्यो क्या, घट्नु पनि जस्तो चिसो छोइरहेको छ भने बाहिर एकछिन पनि बस्न सकिँदैन थिएँ है। अनि ठ्याक्क ग्यासको प्राइस पनि घटिदिरहेको क्या। अनि ठ्याक्क मैले हिँड्दै अनि 249 थियो, 235 भइदिरहेको क्या। अनि म ग्यास हाल्छु भनेर ग्यास हाल्न रोकेको थिएँ, ग्यास पनि हालेँ होइन। अनि यो चाहिँ मेरो घरबाट चाहिँ 10 मिनट टाढा छु म अहिले होइन। अनि ठ्याक्कै हिँड्दै थिएँ कि होइन, यो बाटोमा थिएँ। अनि हिँड्दै ठ्याक्क 249 थियो क्या। अनि 249बाट चाहिँ ठ्याक्क झरेर होइन 235, ठ्याक्क 235 भइदिरहेको क्या। ठ्याक्कै चेन्ज गरिरहेको होला नि त प्राइस। अनि कस्तो कोइन्सिडेन्स चाहिँ ग्यास पनि थिएन, अनि ग्यास पनि हालेँ। त्यही गाइज, अहिले चाहिँ मैले खाना पनि खाएँ होइन। बाहिर यस्तो जाडो छ यार, अघि त्यही ग्यास हाल्नु निक्लेको नि त। अनि कस्तो, अनि ठ्याक्कै कोइन्सिडेन्स भएको थियो, ग्यास हालेँ अनि ठ्याक्कै पैसा पनि घटिदिरहेको क्या त्यही बेला होइन बाटोमा। अनि ठ्याक्कै म आउँदै घटिरहेको थियो क्या, मतलब चेन्ज गरिदियो होला नि त। अनि ठ्याक्क अनि ग्यास पनि हालेँ।
अब ग्यास पनि घट्दै गइरहेको छ तर खै घट्छ कि थाहा छैन। अहिले त अब 2 कति थियो अनि त्यही हो। अब म चाहिँ खाना खाएँ। अहिले चाहिँ यो लड्डु खाइरहेको छु होइन। यो चाहिँ मैले इन्डियन स्टोर लिएर आएको थिएँ। मिठो रहेछ, इन्डियन ब्रान्डको थियो, खै के पो थियो नाम होइन। अनि बेसनको लड्डु अनि त्यही खाइरहेको छु। अब म चाहिँ सुत्नतिर लाग्छु। भोलि मेरो के छ, भोलि बिहान पनि चाँडै उठ्नुपर्ने छ। भोलि बिहान काम छ। बिहान मेरो उता अनर्स कलेज, मेरो कलेजकोबाट त्यो कम्युनिटी सर्भिस गर्न जानुपर्ने छ। त्यही हो। अब म भोलि बिहान भेट्नेछु। त्यसलाई यो ब्लग मन पऱ्यो भने चाहिँ लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अनि आज चाहिँ जाडो स्याहार भइरहेको, अहिले चाहिँ दिउँसो जस्तो छैन, अहिले फेरि लास्टै जाडो चिसो टिट्टाउने फ्रिज भइरहेको छ, फ्रिजिङ कोल्ड चाहिँ अन्त टिट्टाउने भइरहेको छ पहिला। यदि मन पऱ्यो भने चाहिँ लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला होइन। अनि I'll see you guys in next vlog. Thank you guys for watching. Bye bye. When the night feels endless and shadows